के हो भाइ यो पानी फुटेको त हेर्न सक्नुभएको छैन त के को लागि एकछिन हेर्छु म भाइ एकछिन हेर्छु ल अघि तल मरिसकेको खास त्यो घरमा तपाईँहरू बिरामी छ आमा लाडी छ छोरा बिरामी छ एकछिन हेर्छु भाइ त्यसको तपाईँहरू फोटो खिचेर दाइ एकछिन पक्नु तिमी चुप लाग एकछिन दाइ सुन्नु तिमी चुप लाग तिमी विरोध गर्न आएको यहाँ विरोध गर्नु होइन मलाई भनेको विरोध गर्नु भन्नु खोजेको के हो मान्छे यो मान्छे के बोल्नु पाइदैन बोल्नु पाइदैन तपाईँले विरोध गरेको हुन्छ त्यो पक्रेन साथीलाई पक्रेन यो के भन्नु खोजेको के हो उसले भन्नु खोजेको मैले तिमीले भन्नु खोजेको के हो दाइ के हो तिमीले भन्नु खोजेको के हो के भन्नु तिमीले भन्नु खोजेको चाहिँ के हो त यहाँ हामी के भन्दैछौँ हामी के भन्नु थाहा छ त्यो त तपाईँ के भन्नुभएको छ पहिले पनि आज हामी तपाईँले नै सक्नु तर त्यो घरमा बिरामी छ त्यतिखेर कहिले हेर्नुभयो आज पानीमा लगाएको छ किन फोटो किन्नु यसो भएको कारणले गर्दाखेरि यो हामी पानी चुहिरहेको छ 4-5 दिन भइसक्यो खोइ गरेको हामीले हेर्ने भयो बढी पर्छ भने संविधानले लिएर यहाँ आज आइराखेका छौँ तपाईँको अर्को विषय भाइ तपाईँ जसरी बोल्छु दाइ के अरे तपाईँ जसरी बोल्नुहुन्छ म त्यसरी बोल्छु क्या त्यहाँनिर बिरामी छ मान्छे त्यसलाई अस्ति हामीले चन्दा उठाएर क्यामेरा लगाएको त्यो भन्नु त्यो कुरा हामी हेर्छौँ त्यो कुरा हेर्छौँ यसो भएको कारणले गर्दाखेरि म सम्पूर्णलाई भन्न चाहन्छु दाजुभाइ दिदीबहिनीहरू होइन हामीले चाहिँ सरसफाइमा ध्यान दिनुपर्छ लाइटै बल्दैन सरसफाइमा हामीले ध्यान दिनुपर्छ त्यसको विषय फाल्टो विषयमा हामी हेरौँला है त्यो चिज हामीले चाहिँ गर्नलाई आएका छौँ र यहाँ सहभागी बन्नुभएका सम्पूर्णलाई